So hi guys, Ayo it's Alina. Welcome back to my channel. So अहिले चाहिँ म हुङ्गामा जाँदैछु ठुलो मम्मीसँग मलामीमा अनि त्यसपछि चाहिँ म सेन्ट्रल घुम्न जान्छु होला. सो आज म सेन्ट्रलमा के गर्छु तपाईहरुलाई देखाउने छु. सो गाइस सी यु देयर. अहिले चाहिँ म एमटीआरमा छु अनि यहाँबाट चाहिँ अब म अस्टिनको एमटीआरमा छु अनि यहाँबाट चाहिँ अब म जान्छु हुङ्गामतिर. सो बाइ गाइस. म चाहिँ अहिले अस्टिनमा छु त्यसपछि इस्ट चिम्चासुई अनि त्यसपछि हुङ्गाम. म चाहिँ हुङ्गाम पुग्न पर्यो. ठुलो मम्मी चाहिँ चिम्चासुईबाट आउनुहुन्छ. भर्खरै ट्रेन एउटा गयो त्यसपछि चाहिँ अर्को ट्रेन आउँदैछ अनि म आज चाहिँ के गर्छु एकछिनमा हेर्दै जानु होला. सो गाइज अहिले चाहिँ म सेन्ट्रल आइपुगिसकेँ अनि त्यसपछि मैले चाहिँ भर्खरै खाजा खाएँ नि त ठुलो मम्मीसँग हल्का भयो नि अनि त्यसपछि अहिले चाहिँ म माथि पिक छ त पिकमा जानु आँटेको अनि त्यसको लागि चाहिँ ट्राम नचढिकन म चाहिँ 15 नम्बरको बस लाग्छ भनेको छ ठुलो मम्मीले अनि त्यही 15 नम्बरको बस चढेर जानु आँटेको. सो अहिले म हेर्छु है कहाँबाट लाग्छ त्यसपछि म बस चढेपछि भिडियो बनाउँछु. सो गाइज मैले चाहिँ 15 नम्बरको बस प्लेटफर्म ईमा रहेछ. सो अब म प्लेटफर्म ई कहाँ छ त्यही खोज्दै हिँडिरहेको छु. यता छ जस्तो छ है प्लेटफर्म. यहाँ चाहिँ कति धेरै बस स्टेसनहरू छ के. म प्लेटफर्म ईमा जाँदैछु. प्लेटफर्म ऊ यहाँ रहेछ म पाएँ. सो म चाहिँ कन्फ्युज थिएँ कि लाइक 15 नम्बरको ठुलो बस हो कि सानो बस हो अनि म ठुलो मम्मीलाई टेक्स्ट गरिरहेको थिएँ अनि मैले बाटोमा 15 को ठुलो बस गएको देखेँ नि त अनि भर्खरै एउटा गयो भनेपछि अहिले एकछिनमा आउँछ होला. अब म कुर्छु कति टाइम लाग्छ त्यसपछि कति धेरै स्टेसन रहेछ हो तर $13 माथि पिक पुऱ्याउँछ भने ठिकै हो. सो अब म जान्छु पिक अनि त्यसपछि पिक गरेर अनि म तपाईँहरूलाई सबै देखाउँछु. गाइस हाम्रो बस आयो. अब चाहिँ बसमा चढेर जाने. अक्टोबर स्टार्ट नहीं दे रहे. प्लिज माथिको खाली भइदियो हुन्थ्यो सिट अगाडिको तर प्याक रहेछ सबै टुरिस्टहरू बसेर ठिकै छ. मलाई भ्लग गर्न लाज लाग्छ तर मैले गरिरहेको छु सकि नसके पनि सक्नुहुन्छ भ्यू. मैले धन्न एउटा भयो सिट पायो एउटा सिट पायो तर धन्न पायो. अब म ठिक छ नि. गाइज म चाहिँ पिक आइसकेँ अनि यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ पिक हो. अब म उता टपमा नि जान्छु अहिले अनि म चाहिँ गाडीबाट आएको भएर यता ट्रामबाट आएकोहरू चाहिँ उताबाट आउँछ. हङकङको घाम त डेन्जरै छ. टु मच नै घाम छ के हेर्न सक्नुहुन्छ वेदर. अहिले एकछिनमा म माथिबाट गएर भ्यू देखाउँछु. यहाँ त केही पनि छैन. यहाँ पसलहरू चाहिँ यस्तो यो पिक ग्यालेरिया भयो. यहाँभित्र के छ यहाँ चाहिँ के हो थाहा छैन. यस्तो गर्मी छ डेन्जर. 34 डिग्री सेल्सियस आई गेस. सो त्यही हो जस्तो लाग्यो. अब त्यहाँ माथि चाहिँ कसरी जान्छ मलाई पनि थाहा छैन. म नि हेर्छु अब कहाँबाट जान्छ. सो गाइज एकछिनमा माथि गएर देखाउँछु ल. गाइज म चाहिँ यहाँभित्र आएँ अनि मलाई चाहिँ यहाँको हुन्छ नि यहाँको एग टार्ट ट्राई गर्न मन थियो. म एकछिनमा ट्राई गर्छु. यहाँभित्र आइसकेँ म. यहाँभित्र एसी छ. सो कस्तो रमाइलो. यस्तो गर्मी भइरहेको छ एसी भएर ठ्याक्क भयो.
मैले एउटा चाइनिज सोधेको कहाँबाट जान्छ भनेर यहीँभित्रबाट भन्यो अब त्यहाँभित्र कहाँबाट जान्छ हेरौँ है त्यहाँभित्र यस्तो यस्तो छ मलै त हो मलबाट माथि माथि चढेर सानो गाइस हेर्नु सक्नुहुन्छ म माथि जाँदैछु यहीँबाट भ्यू देख्न थाल्छ त्यो कस्तो राम्रो कति राम्रो भ्यू यहाँ मलभित्र भएर चाहिँ एसी भएर के आनन्द भइरहेछ माथि गयो भने फेरि त्यस्तै गर्मी हुन्छ घाम लागेर क्या हेर्नु है म यहाँबाट देखाउँछु हल्का चाहिँ कस्तो दामी माथिबाट गयो भने झन् राम्रो भ्यू देख्छ माथि जाउँ है त यहाँ चाहिँ के रहेछ है यता फोटो बुझ्ने रहेछ अब एक्लै त फोटो बुझ के गर्नु दिदीसँग भएको भए पो गर्ने त म चाहिँ अब माथि जान्छु यो चाहिँ L1 हो म चाहिँ L3 जान्छु अनि त्यसपछि तपाईँहरूलाई म देखाउँछु गाइस एकछिन नभेट्नु सो गाइस स्काई टेरेस माथि चढ्नको लागि चाहिँ टिकट चाहिने रहेछ टिकट चाहिँ $80 हामी जस्तोहरूलाई 12 to 64 इयर्सहरूलाई चाहिँ $80 अनि बच्चाहरूलाई र सिनियरहरूलाई चाहिँ $50 मात्रै अब म $100 मसँग म टिकट किन्छु अनि त्यसपछि यहाँबाट म माथि जान्छु अनि तपाईँहरूलाई पनि भ्यू देखाउँछु अब यहाँसम्म आएपछि $80 तिरेर माथि चाहिँ जानु पर्यो सो एकछिन टिकट किन्छु फर्स्टमा सो गाइज आई गट माई टिकट पिक ट्राम यो स्काई टेरेस त अब लाइक कहाँबाट जाने यहीँबाट त जाने होला नि यहाँबाट जान्छु थ्याङ्क यू अब चाहिँ म माथि जान्छु स्काई टेरेसमा यहीँबाट घाम आइसक्यो कति गर्मी होला माथि अपुई म गर्मी नै सहन सक्दिनँ झन् गर्मी नै गर्मी के पसिनै आएर कस्तो भइसक्यो गाइजहरू कस्तो गर्मी छ हावा नि आइरहेछ तर गर्मी नै छ गाइज यहाँबाट भ्यू हेर्नु गाइज सी द भ्यू कस्तो राम्रो म अझै देखाउँछु गाइज भ्यू त राम्रो आइरहेछ कस्तो गर्मी भइसक्यो हङकङको गर्मीले कति घाम चाहिँ टन्टलापुर घाम भ्यू चाहिँ राम्रो छ हावा पनि हल्का आइरहेछ तर यो घामले जित्दिन्छ हावालाई $80 तिरेर यति हेर्न आएको हो अब चाहिँ म जान्छु तल म सक्दिनँ यहाँ बस्न जति भ्यू हेर्न थियो हेरेँ मैले सो अब म तल गएर भेट्छु तपाईँहरूलाई गाइस म माथिबाट आएँ मलाई आनन्द भयो यहाँभित्र एसी आएर म पुग्यो म तल जान्छु अघि नैको तपाईँहरूलाई बेक हाउस देखाएको त्यहाँ गएर मलाई एक टार्ट ट्राई गर्न मन छ त्यहाँ ट्राई गर्छु चाहिँ के हुन्छ गाइस त्यहाँ माथि गएर भन्दा त यहीँ तलबाट भ्यू खिच्दा पनि त राम्रै आउँछ रहेछ त सुपर आएर यहीँबाट भ्यू खिच्न पर्ने रहेछ त्यत्रो माथि तिरेर गयो माथि गाइस माथि भन्दा त यहीँबाट भ्यू राम्रो आउँदो रहेछ त के हो गाइस म चाहिँ यहाँ बेक हाउस भन्ने फेमसमा खानु आँटेको यहाँको एक टार्ट नि ट्राई गर्नु मन थियो मलाई अनि त्यसपछि मलाई यहाँ माछा लाटे नि खानु मन आयो अनि त्यसपछि म यहाँ बसेर खान्छु सोचिरहेको थिएँ अनि त्यसपछि मलाई कुर भनेर यो टिकट दियो 86 मात्रै आइरहेको छ अनि त्यसपछि मिनिमम स्पेन्ड पनि $48 गर्नुपर्छ अरे अनि मेरो माछा लाटे नै $50 को छ अनि मलाई ठिक्क हुन्छ म स्पेन्ड जसरी पनि गर्नै पर्छ किनभने म यहाँ बसेरै खान्छु भनेर कोटेको मैले लग्यो त्यस्तो काममा 86 नम्बर छ अब म कुर्दै गर्छु त्यसपछि एकछिनमा भित्र कहाँ पाउँछ ठाउँ त्यसपछि म तपाईँहरूलाई देखाउँछु सो आई अलवेज वान्टेड टु ट्राई यो बेक हाउसको एक टार्ट कस्तो हुन्छ किनकि फेमस नै देखिरहेको हुन्छ नि त मैले टिकटकहरूमा नि अनि यो माछा क्लाउडहरू गर्नु कस्तो छ मेरो फर्स्ट टाइम है माछा क्लाउड चाहिँ अनि यहाँ चाहिँ भ्यू छ म धेरै नै देखेर चाहिँ होला भ्यू तर हेर्न सक्नुहुन्छ त्योसँग खानुपर्छ अब म चाहिँ एक टार्ट ट्राई गर्छु गाइस अब म माछा ट्राई गर्छु
मान्छेहरू चाहिँ मोस्टली होइन यो ट्रामबाट जान्छ क्या तल अनि माथि पनि ट्रामबाट आउँछ तर इट्स फर द फर्स्ट टाइम मान्छेहरू फर्स्ट टाइमहरूको लागि मान्छे अब म त धेरै साइड अब मान्छे चढिसक्यो नि त त्यसले चाहिँ आज बसबाट आएको मात्र मान्छेहरूले चाहिँ योबाट एक्सपिरियन्स गर्छ यो ट्रामबाट सक्यो मेरो अब गाइस पिकसम्मको चाहिँ मेरो यही थियो जर्नी अनि अब चाहिँ म कहाँ जाँदैछु भने अब चाहिँ म सेन्ट्रल जाँदैछु अनि अब म तपाईँहरूलाई सेन्ट्रल गएर भेट्छु बाई गाइस सो गाइज अहिले चाहिँ म बसले मलाई यहाँ लास्ट स्टप नै सेन्ट्रल थियो अनि म अहिले चाहिँ सेन्ट्रलमा छु यहाँ अगाडि चाहिँ समुद्र छ फेरि छ अनि उता चाहिँ स्टार फेरि हो यता चाहिँ सेन्ट्रल होइन अनि म चाहिँ अहिले चाहिँ म यहाँबाट बोट चढेर उता स्टार फेरितिर जान्छु अनि त्यसपछि आजको भिडियो चाहिँ म खास गरी सेन्ट्रल पनि घुम्ने प्लान थियो तर के भन्नु हुन्छ म पिक गएँ नि त फर्स्टमै अनि त्यसपछि अनएक्सपेक्टेड थियो है म पिक जान्छु भनेर सोचेको थिएन तर म पिक गएँ त्यही भिडियो बनाएँ अनि त्यसपछि यहाँ सेन्ट्रल आउँदा पनि हल्का ढिलो नै भयो अनि सेन्ट्रलमा नि कहाँ कहाँ घुम्ने प्लान थियो नि त सो म सेन्ट्रल चाहिँ आई थिङ्क म नेक्स्ट टाइम घुमेको भिडियो बनाउँछु अहिलेको लागि चाहिँ म यहीँ भिडियो लाइक हुन्छ नि म स्टार फेरि जान्छु अनि त्यहाँ भ्यू स्यू देखाएर म भिडियो एन्ड गरिदिन्छु अनि अहिलेको लागि चाहिँ यति नै हो ल मैले एकछिन उता गएर भिडियो बनाउँछु सबै गाइस गाइस पानी पर्यो सो गाइस हेर्न सक्नुहुन्छ धेरै पानी परिरहेछ अनि त्यसैले म चाहिँ ट्याक्सीमा घर गइरहेको छु अनि अब किन भन्छ बसले त कहाँ रोकिन्छ मसँग छाता पनि थिएन सो अब त्यही हो सी यु अन माई नेक्स्ट भ्लग गाइस